धेरै विश्वासीहरूको मनमा एउटा गहिरो प्रश्न हुन्छ होइन त? यदि परमेश्वर सच्चै असल हुनुहुन्छ भने उहाँले बनाउनु भएको यो संसारमा आखिर बिमारी किन छ? ल आउनुहोस्, आज हामी यही जटिल तर महत्त्वपूर्ण विषयलाई बाइबलको आधारमा अलि गहिराईमा गएर खोतलौं। हो, यही हो त्यो मूल प्रश्न जसले सबै कुरालाई एक ठाउँमा ल्याउँछ। यदि परमेश्वर असल हुनुहुन्छ भने बिमारीको अस्तित्व किन? अब यही प्रश्नको जवाफ खोज्दै हामी धर्मशास्त्रको यात्रामा अगाडि बढ्नेछौँ। हाम्रो यो खोजी एउटा एकदमै शक्तिशाली र स्पष्ट धारणाबाट सुरु हुन्छ। परमेश्वर बिमारीको लेखक हुनुहुन्न। यो बुझ्नुभयो भने बाँकी कुरा बुझ्न सजिलो हुन्छ। यो नै हाम्रो छलफलको धर्मशास्त्रीय जग हो जसले हामीलाई सही दिशा दिन्छ। त्यसो भए यो कुरा बुझ्नको लागि हामीले कथाको पहिलो भागमा जानुपर्छ। सुरुमा के भएको थियो? मानव जातिको लागि परमेश्वरको मौलिक योजना के थियो? आउनुहोस् त्यहाँबाटै सुरु गरौँ। कल्पना गर्नुहोस् त, सुरुमा अदनको बगैँचामा मानव जातिलाई पूर्ण स्वास्थ्यको अवस्थामा बनाइएको थियो। आदम र हव्वा, उनीहरू आत्मिक, शारीरिक, मानसिक अनि भावनात्मक हरेक हिसाबले सिद्ध थिए। परमेश्वरसँगको त्यो अटुट सम्बन्ध, त्यो नै उनीहरूको लागि नर्मल थियो। तर त्यो सिद्ध अवस्था सधैँभरि रहेन। अब कुरा गरौँ त्यो निर्णायक क्षणको, जसले मानव जातिको अवस्थालाई पुरै उल्टाइदियो। त्यो थियो पतन, र हो, यसले सबै कुरामा असर गर्यो। सोच्नुहोस् त, केवल एउटै अवज्ञाको काम त्यसले मानव जातिलाई परमेश्वरबाट टाढा बनाइदियो। यो केवल सजायको कुरा थिएन, यो त जीवनको स्रोतबाटै छुट्टिनु जस्तो थियो। अनि त्यहीँबाट विनाशको प्रक्रिया सुरु भयो। त्यो एउटै कामले गर्दा सबै कुरामा दरार आयो। परमेश्वरसँगको सम्बन्ध टुटेपछि शान्ति, व्यवस्था र सन्तुलन सबै टुट्यो। अशान्ति, अव्यवस्था, अक्षमता यी सबै त्यही एउटा मौलिक बिछोडको नतिजा थिए। यसले मानव जीवनलाई पुरै खलबल्याइदियो। यहाँ एउटा रमाइलो कुरा छ। अङ्ग्रेजी शब्द डिजिजको अर्थ नै हेर्नुहोस् न, यो डिसइजबाट बनेको छ, अर्थात् शान्तिको कमी। यो अवज्ञाबाट सुरु भएको अवस्था हो जहाँ परमेश्वरसँग र आफैसँगको शान्ति हरायो, अनि यही अवस्थाले स्वास्थ्यलाई बिगार्ने अरू सबै कुराको लागि ढोका खोलिदियो। तर कथा यहाँ अन्त्य हुँदैन। खुसीको कुरा, पतनको त्यो विनाशकारी असरलाई उल्ट्याउनको लागि एउटा ईश्वरीय जवाफ पनि छ। त्यो हो ख्रीष्टले क्रुसमा गर्नुभएको काम। ख्रीष्टको त्यो प्रायश्चितले पतनबाट आएका दुईवटा मुख्य समस्याहरूलाई सिधै सम्बोधन गर्छ। के हुन् त ती? पाप र बिमारी। यी दुईलाई मानव जातिमाथि आइलागेको दोहोरो श्रापको रूपमा हेरिन्छ। अब यो एकदमै रोचक छ। यहाँको मुख्य धर्मशास्त्रीय कुरा के हो भने ख्रीष्टको प्रायश्चितले दोहोरो उपचार ल्यायो। पापको लागि क्षमा अनि बिमारीको लागि निकोपना। यो आत्मिक र शारीरिक दुवै पीडाको लागि एउटा पूर्ण समाधान हो। मत्तीको पुस्तकको यो पदले यसलाई अझै स्पष्ट पार्छ। शारीरिक चङ्गाई ख्रीष्टको छुटकाराको कामको एउटा अभिन्न हिस्सा थियो। पदले भन्छ, उहाँले हाम्रा दुर्बलताहरू आफै लिनुभयो र हाम्रा रोगहरू बोक्नुभयो। कति शक्तिशाली कुरा! अनि परमेश्वरको एउटा नाम यहोवा राफा, यसको अर्थ हो म तिमीलाई निको पार्ने परमप्रभु हुँ। यसले के देखाउँछ भने निको पार्नु उहाँको स्वभाव हो। यो उहाँको पहिचान र उहाँका मानिसहरूसँगको वाचामा गहिरो गरी जोडिएको छ। यो पछि थपिएको कुनै विचार होइन, तर उहाँको चरित्रकै एउटा हिस्सा हो। ल, अहिलेसम्म हामीले चङ्गाईको किन भन्ने बारेमा कुरा गर्यौं। अब कसरी भन्नेतर्फ लागौं है त। परमेश्वरको त्यो निको पार्ने शक्ति आज विश्वासीहरूलाई कसरी उपलब्ध हुन्छ? आउनुहोस्, यसका केही व्यावहारिक तरिकाहरू हेरौं। एउटा कुरा के याद राख्नुपर्छ भने परमेश्वर कुनै एउटा तरिकामा मात्र सीमित हुनुहुन्न। उहाँले आफ्नो निको पार्ने शक्ति प्रकट गर्न धेरै माध्यमहरू प्रयोग गर्न सक्नुहुन्छ। अब हामी तीमध्ये केहीलाई हेर्नेछौँ। याकुबको पुस्तकमा मण्डलीभित्र निको हुनको लागि एउटा सामुदायिक प्रक्रिया देखाइएको छ। यो केवल व्यक्तिगत कुरा होइन। बिरामी व्यक्तिले मण्डलीका अगुवाहरूलाई बोलाउँछ, उनीहरूले तेलले अभिषेक गर्छन् र पूरा समुदाय मिलेर विश्वासको प्रार्थना गर्छ। यसले निको परामा मण्डलीको कति ठूलो भूमिका छ भन्ने देखाउँछ। तर निको हुने बाटोहरू यतिमा मात्रै सीमित छैनन्। यो पवित्र भोज जस्ता
आत्मिक अभ्यासहरूबाट पनि हुन सक्छ अनि हाम्रो आफ्नै मनोवृत्ति र विचारहरूलाई सच्याएर पनि। अनि एउटा रोचक कुरा के छ भने यसमा आधुनिक चिकित्सा हेरचाहसँगको सहकार्यलाई पनि एउटा माध्यमको रूपमा लिएको छ। त्यसो भए निको हुनुको उद्देश्य के हो त? के यो केवल व्यक्तिगत आरामको लागि मात्र हो? होइन, यसलाई त इसाई मिशन र सुसमाचारको शक्तिको एउटा जीवन्त प्रदर्शनको रूपमा पनि हेरिन्छ। यदि हामीले नयाँ करारलाई हेर्यौं भने आश्चर्यकर्महरू, विशेष गरी चङ्गाई, प्रारम्भिक मण्डलीको वृद्धिको लागि एकदमै महत्त्वपूर्ण थिए। चङ्गाई एउटा सार्वजनिक प्रमाण जस्तै थियो जसले सुसमाचारको सत्यतालाई प्रमाणित गर्थ्यो र मानिसहरूलाई सन्देशतिर खिच्थ्यो। एउटै चङ्गाईको चमत्कारले कति ठूलो असर पार्न सक्छ होला। सोच्नुहोस् त, जब प्रेरितहरूले मन्दिरको ढोकामा बसेका एक अपाङ्ग मानिसलाई निको पारे, त्यसको नतिजा के भयो? लगभग 5000 मानिसहरूले ख्रिस्टमा विश्वास गरे। यो हो निकोपनाको सुसमाचार सम्बन्धी शक्ति। अनि यो सेवकाई केही छानिएका विशेष व्यक्तिहरूको लागि मात्र होइन, यो पदले त यसलाई विश्वास गर्ने सबैको जीवनको एउटा सामान्य भागको रूपमा प्रस्तुत गर्छ। विश्वास गर्नेहरूका पछि यी चिन्हहरू लाग्नेछन्। तिनीहरूले बिरामीहरूमाथि हात राख्नेछन् र तिनीहरू निको हुनेछन्। र अन्त्यमा हामी यो विचारणीय प्रश्नको साथ छोड्छौं, आजको यो आधुनिक संसारमा सुसमाचारको शक्तिको एक भागको रूपमा चङ्गाईको भूमिका के हुन सक्छ? यो प्रश्नले हामीलाई यो शिक्षाको सान्दर्भिकता र आजको समयमा यसको प्रयोगबारे गहिरिएर सोच्न लगाउँछ।